Hi guys, welcome back to my new vlog. आज चाहिँ फ्राइडे त्यस्तो खासै गर्न लागि पनि छैन। आज क्लास पनि छैन। आज क्लासको लागि छुट्टी छ अब किनभने हाम्रो फाइनल्स विक क्लासहरु सब डाउन भइसक्यो क्या यो सेमेस्टरको लागि। अनि त्यही हो फाइनल्स विक मात्र बाँकी रहेको छ। त्यसपछि हलिडेजहरु आउँछ, छुट्टी छ। त्यसपछि जाडो बिदा डिसेम्बर जनवरी सम्मको लागि छुट्टी हुन्छ हाम्रो। त्यसपछि अब मैले त्यस्तो केही गर्नु पनि छैन। अब त्यही हो एक्जामको लागि प्रिपेयर हुने मात्र हो। अनि आज बिहानै चाहिँ म खाना बनाएँ उठेर। अहिले चाहिँ दिउँसोको 12-1 बज्यो, 12:30 भयो ठ्याक्कै घटेर 12:30 भयो है। अनि त्यही हो बिहान खाना बनाएँ। अब चाहिँ म खाना खानतिर लाग्छु। आज खानामा चाहिँ मैले त्यस्तो खासै केही बनाएको पनि छैन। त्यही हिजोको अलिकति मासु रहेको थियो अनि त्यही मासु र भात भइहाल्यो। अनि थोरै मासु र भात छ अनि थोरै तरकारी बनाएको थियो बिहान चाहिँ रस हालेर। अनि यो चाहिँ चनाको तरकारी भयो। त्यही हो अब म चाहिँ खाना खानतिर लाग्छु। आज पनि ठिकै छ, बाहिर त्यस्तो खासै जाडो छैन है, रमाइलो नै छ बाहिर। अझै स्नो अझै छ क्या, हेर सनसेट हुन लागेको छ ठ्याक्क अहिले। यहाँ चाहिँ हाम्रो डर्ममा बस्ने मान्छेहरू अब छुट्टी आउनु लाग्यो नि त। अनि डिसेम्बरको छुट्टीको लागि यिनीहरू घर जान्छ। त्यही भएर अब प्यारेन्ट्सहरू लिन आएको छ, यिनीहरूलाई अब लिनलाई आउँछ अनि घर जान्छ यिनीहरू। अब कति कति अरू स्टेटहरूबाट आएको हुन्छ है। कस्तो राम्रो भ्यूज आइरहेछ, कस्तो राम्रो देखिरहेको, ठ्याक्क सनसेट भइरहेछ नि त। त्यही भएर अस्तिको भ्लगमा यो एउटा म पार्कमा आएको बेलामा यो लेक पुरै जम्छ भनेको थिएँ नि होइन। एज यु क्यान सी एन द ब्याक है मेरो अहिले त्यो लेक पुरै जमेर है म देखाउँछु यतापट्टि। त्यो लेक पुरै यो सब त उतादेखि अस्ति मैले देखाएको सब लेक हो है। त्यो अहिले जमेर यस्तो भएको छ, पुरै आइस बनेको छ क्या है। म देखाउँछु, इट्स कम्प्लिटली फ्रोजन है। यो पुरै फ्रोज भएको छ, देखिरहेको छ होला है। यो मुभ पनि भएको छैन, पुरै जमेको छ क्या यो वेदरमा चाहिँ है। पुरै जमेर पुरै फ्रोज भएको छ। यो पुरै ठुलो लेक छ यो उतादेखि है, उतादेखि चाहिँ सर सबै यो तल इन्डसम्म छ। यो पुरा लेक चाहिँ ठुलो छ अनि पुरै जमेर कम्प्लिटली फ्रोजन भएको छ। मुभ पनि हुँदैन, कम्प्लिटली फ्रोजन भएको छ कि यो नामै, यसको नामै लेक ग्लेसियर हो। माथि अझ यो लेक त पुरै कस्तो जमिरहेको छ कि पुरै कम्प्लिटली फ्रोजन, यति पनि मुभ भएको छैन क्या, फिल पनि भएको छैन। यो पानी हो कि नै पनि थाहा छैन कि पुरै यो त्यो हाम्रो नेपालतिर त्यो मुस्ताङतिर हुन्छ नि राजा लेकतिर पुरा लेक तिलिच्छ जमेर जाडोको टाइममा त्यस्तो हुन्छ नि, त्यस्तै भएको छ कि पुरै। बिस्तारै बिस्तारै जाडो हुन थालेको छ यार। अहिले फर्स्टमा जाडो छैन, अब रात पर्न थालेपछि जाडो हुन थाल्यो। अब जाडो बढ्दै गयो यार, राति हुने बित्तिकै जाडो बढिहालेको छ।
त्यही हो गाइस, म चाहिँ अहिले घरमा आइपुगेँ। आजको भ्लगलाई यति नै भयो। यदि हजुरहरूलाई मन पर्यो भने चाहिँ लाइक शेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला। म अब चाहिँ यो भ्लग एन्ड गर्छु। आई विल सी यु गाइज इन नेक्स्ट भ्लग। म अब अर्को भ्लगमा भेट्नेछु। थ्याङ्क यू गाइज फर वाचिङ। बाई बाई।